साथीहरु हैन तपाईहरु पनि नेपाल जाँदै हुनुहुन्छ भने इन्डियादेखि तिहारको लागि हैन जाँदाखेरि अब बाउडरमा नागरिकता कि आधार कार्ड देखाउनु पर्छ नि त हैन तपाई सकेसम्म इन्डियाको आधार कार्ड नदेखाउनु होला हैन आज अब हामी आज जाँदाखेरि एकजना साथीले देखाइराथ्यो कि आधार कार्ड देखाइराथ्यो आधार कार्ड देखायो अनि आधार कार्ड देखाएपछि उले मागिराथ्यो पेन कार्ड मागिराथ्यो हैन पेन कार्ड देखायो फेरि त्यसपछि फेरि उले मागिराथ्यो राशन कार्ड मागिराथ्यो इन्डियाको राशन कार्ड देखायो अनि भोटर कार्ड मागिराथ्यो हैन उसँग चाहिँ भोटर कार्ड रहन्छ अनि उलाई जान दिएन फर्कियो हैन अनि सोधिराथ्यो कि तसँग नेपालको नागरिकता छ कि छैन भनेर सोधिराथ्यो उले नै भन्यो हैन यदि छ भनेको भए चाहिँ उलाई कानुनी रूपमा सजाय हुन्थ्यो किनभने कुनै पनि व्यक्तिले दुई देशको नागरिकता बनाउन पाउँदैन दुई देशको नागरिक हुन पाउँदैन के अब जसो हुन्छ नि अब नेपालमा भयो भने चाहिँ नेपालको नागरिक दुई देशको सुविधा कसरी पाउन सक्छ भन्नु तपाई भन्नु त्यसैले अब धेरै मान्छेहरुले इन्डियाको नेपालको दुई ठाउँको बना हुन्छ हैन बनाउन नराम्रो हैन म भन्दैन कि तपाईले गलत गर्नुभयो भनेर हैन तर यदि तपाईसँग छ भने दुईटा आइडी चाहिँ कहिले एकैचोटी सो नगर्नु होला तपाईले कानुनी कारबाही पनि हुन सक्छ जेल सेल पनि हाल्न सक्छ हैन त्यसैले म के भन्न चाहन्छु भने चाहिँ हजुरहरुलाई नेपाल जाँदाखेरि तपाई सकेसम्म नेपालको नागरिकता तपाईसँग पासमा छैन भने फोटो देखाउँदा नि हुन्छ केही भन्दैन जाऊ भन्छ हैन हामी गएको हामीले चाहिँ नागरिकता देखाएको जाऊ भने सजिलै छोड्दियो तर आधार कार्ड देखाउने मान्छेलाई चाहिँ धेरै दुःख दिइराथ्यो सोधिराथ्यो हैन अनि पछि फेरि त्यो चाहिँ फर्कियो अब त्यहाँ फेस थाहा हुँदैन नि त फेरि आधा घण्टा पछि फेरि आएर उले नागरिकता दिएर देखाएर चाहिँ उलाई सजिलै छोड्दियो त्यसैले हैन अब सक्नुहुन्छ भने नेपालकै नागरिकता सो गरेर नेपाल जानुहोस् हैन त्यही हो मेरो भन्ने तर दुईटा आधार कार्ड र नेपालको र इन्डियाको कहिले पनि साथमा नराख्नु है साथीहरु दुःख पाउनुहुन्छ है त्यो गर्यो भने चाहिँ यदि चेकिङमा पर्नु भने दुई ठाउँको भयो भने तपाईलाई जेल जाने हुन्छ अब नेपाल यता इन्डियातिर भयो भने चाहिँ एउटा राख्ने एउटा चलाउने एउटा रुममा छोडेर एउटा पर्समा राखेर जान सकिन्छ हैन त्यही हो मैले भन्न खोजेको बुझ्नु होला कुरा ल साथीहरु